तिम्रो घर चाहिँ कता हो? ढोलकपुर डल्फिन भन्दैछ त डल्फिन भनेको त झिरिप पो भयो निन्द्रै आएन रे दुखेर रुई सुत्यो राम्रै कमाइ हुन्छ भन्छ त हैन कहाँ हुन्छ टाइम पास आज चाहिँ म बौद्ध जान लागेको सानो काम छ हाम्रो खाबे भाइको हिजोको स्विमिङ एक्सपिरियन्स कस्तो भयो त त्यो पनि बुझ्नेछौँ हामी आजको यो भ्लगमा आजको मेरो डे आउट भ्लग के कस्तो रहनेछ अब के गर्छौँ कहाँ पुग्छौँ को भेट्छौँ हेरौँ है त अन्तिमसम्म र यदि नयाँ भ्युअर्स हुनुहुन्छ भने मेरो च्यानललाई अहिले नै सब्सक्राइब गर्नुहोला र हाम्रो यो भ्लग जर्नीमा तपाईँ पनि जोडिनु होला है त हजुर काठमाडौँमा आजकल गर्मी त एकदम अलगै लेभलको छ क्या बाहिर निस्क्यो कि पोलेर छालै उडाउला जस्तो गर्छ या अनि सस्ता राइड गर्नुको लागि एङ्गो बुक गरेको थिएँ आज एङ्गो राइडर चाहिँ ग्यागर आले परेको रहेछ ग्यागर मिन्स चाहिँ हाम्रो तामाङ भाषामा ग्यागरलाई मधेसी भन्छ अनि आले मिन्स भाइ हो है त ग्यागर भाइ कहाँको रहेछ ग्यागर भाइसँग चिन्जान गरौँ है त अब तिम्रो घर चाहिँ कता हो? ढोलकपुर जनकपुर कति कमाइ हुन्छ महिनामा? ए भर्खर नयाँ हो ए राम्रै कमाइ हुन्छ भन्छ त हैन कहाँ हुन्छ टाइम पास गरेपछि त के टाइम पास मात्रै होला र भइहाल्छ नि त्यो याङ्गोमा चाहिँ राम्रै बोनस दिएर होला होइन अनि दुबई चलाउनु पर्छ नि त याङ्गो इन्ड्राइभ सबै मिलाएर चलाइरहेको छु अब यस्तो दिनपछि यस्तो गर्नुपर्छ अब कता पैसा त्यतै लाग्नु पर्यो नि त आखिरकार कमाउनको लागि नै हो दुःख दिनभरि चलाउँछु अब बस्दैन त के हुन्छ चलायो यस्तै हो हुन्छ बिस्तारै सुरुवातमै हुँदैन नि त पहिला बाटोहरू हेर्नुपर्छ राम्रोसँग त्यो बुझिसकेपछि सकिन्छ काठमाडौँमा बसेको कति भयो 10 दिन हौ भर्खर आयो यता नि त्यही भएर अलि गाह्रो हुन्छ जब यताको लोकेसन सबै कन्ठ हुन्छ धेरै सजिलो हुन्छ अन्त यतातिर अलि गल्ली चाहिँ चिन्न पर्छ क्या काठमाडौँमा गल्ली चिन्न सकेपछि चाहिँ सजिलो हुन्छ धेरै सर्टकटहरू थाहा हुन्छ नि त अब यही म्यापको भरमै हिँड्दाखेरि चाहिँ लङ बाटो पर्छ यो अब कहाँदेखि कता निस्किन्छ भन्ने आफैलाई कन्ठ हुँदाखेरि चाहिँ सजिलो हुन्छ यो म्यापले चाहिँ कहिले कता देखाइरहेको हुन्छ क्या अलिक झुक्काउँदो रहेछ यो म्यापहरू ग्यागर भाइ चाहिँ नयाँ रहेछ भर्खर 9-10 दिन भयो रे काठमाडौँ झरेको सुरुमा लोकेसन कता भनेर एकदमै गाह्रो हुन्छ यो काठमाडौँ भ्यालीमा उसलाई पनि एकदम गाह्रो भइरहेको रहेछ अनि बौद्ध नयाँ बस्ती भनेको पनि थाहा नै रहेनछ तर ग्यागर भाइको सर्भिस चाहिँ एकदम राम्रो प्लस पोलाइट थियो ग्यागर भाइसँग गफ हान्दा लोकेसन आएको पनि थाहा नै भएन राइट एकदम अच्छाले किन भयो पेमेन्ट गरेँ अब म लागेँ खाबे भाइलाई भेट्न सिकिस्त भइसक्यो अझै हाम्रो एउटा सुन्दी आइरहेको छ होइन
एउटा सानो कोक खाँदै होइन अब खाँदै भाइ जत्रो कोक ल्याएर खाँदैछौँ हामी सुम्दीको पर्खाइमा अनि जान लाग्यो हाम्रो बुइनी ज्वाइँकोमा क्या बुइनी ज्वाइँकोमा आज सानो काम भएर है सो हाम्रो सुम्दी आइपुगेको छैन सुम्दीको पर्खाइमा चाहिँ सुम्दी आएपछि बुइनी ज्वाइँकोमा जानुपर्छ ठन्टी कुल यसलाई चाहिँ जिग्री भन्छ नि होइन मैले पहिला डर खान्थेँ जिग्री प्याक थाहै नलाखेको मलाई जिग्री भन्छ तर सुम्दीले झिरिप गरायो नि त कोमामै पुग्यो त कहाँ दुखिरहेछ त्यसले बचाउन जाँदाखेरि लास्टै थाक्यो झिरिपै भयो कि म त यहाँ झिरिप भइरहेछ लास्टै अब फेरि एकचोटि खेल्न नगएसम्म सुख शान्ति नहुँदो जिउलाई एकचोटि त जसरी बन्द गर्नुपर्छ त्यो खोजिसक्यो सिक भइसक्यो अनि झिरिप भएको त अलि त्यहाँ खेल्दै गाँजो पो हराउने त कोमामै पुग्यो भने त त बेलुका त हिजो राति त्यसको रिसले फेरि पनि हराउडी गरेर अब चाहिँ लाभ लिँदै सबै हराउडी गरेर चाहिँ पुरै बन्काउने अन्त त्यस्तो भन्दै खुबै डल्फिन भन्दैछ त डल्फिन भनेको त झिरिप पो भयो झिरिप लडेको छ बधाई छ झिरिप भएकोमा बधाई छ निन्द्रै आएन रे दुखेर रुई सुत्यो यस्तोहरू त छैन केही यस्तोहरू चाहिँ दुखेर यस्तोहरू अनि पखेडा जसरी फरफर गरेपछि दुख्दैन त खै हाम्रो सुन्दी नै आइपुगेको छैन सुन्दी नै आउनको टाइम लाग्यो बहिनी ज्वाइँकोमा एकछिन बसेर गफगाफ गरेर काम थियो बहिनी ज्वाइँकोमा काम सकाएर खाजासाजा खाइयो रात पनि पर्यो सो यसो बौद्ध आएको बेला बौद्ध दर्शन गरौँ भन्ने पनि भयो बौद्ध गइयो कोरो पनि गरियो अनि रुमतिर फर्किए आजको दिन यसरी नै बित्यो र भ्लग कस्तो लाग्यो कमेन्टमा भन्नु होला है त हजुरहरूको कमेन्टले मलाई मोटिभेट दिन्छ त्यसैले आफ्नो प्रतिक्रिया दिन नभुल्नु होला होप सो इन्जोइङ लाग्यो होला यस्तै भिडियोहरूको लागि मेरो च्यानललाई सब्सक्राइब गरेर हाम्रो भ्लगमा जोडिरहनु होला टाटा बाई बाई अब नेक्स्ट भ्लगमा भेटौँला है त